What's up everybody? It's me यो सचिन। म चाहिँ तपाईँहरूको प्यारो सचिन आइसकेको छु अहिले फेरि एउटा नयाँ ब्लग लिएर। नयाँ एपिसोड अनि मेरो नयाँ एउटा चिजको अनबक्सिङ गर्नको लागि चाहिँ म तपाईँहरूको समक्ष आइसकेको छु। मैले चाहिँ हिजो एउटा माइक लिएर आएँ। अन द सिरियस नोट भन्नुपर्दाखेरि चाहिँ यही नै हो होइन गाइज। अनि मैले चाहिँ आज यसकै रिलेटेड होइन कुराहरू चाहिँ हल्का भए नि रिभ्यू गरिदिउँ होइन। हजुरहरूले पनि हेरिराख्नु भएको छ होला, खोजिराख्नु भएको छ होला एउटा माइक जुन चाहिँ अब सस्तो प्राइसमा, ठिक्क प्राइसमा भन्नु धेरै सस्तो पनि छैन। यो चाहिँ बाइ द वे वायरलेस माइक हो। यो चाहिँ बोया मिनी भन्ने हेर्न सक्नुहुन्छ हजुरहरूले। बोया मिनी भन्ने माइक हो जुन चाहिँ मैले न्यू रोडमा हिजो सुरुमा ताम्राकार कम्प्लेक्समा यसो बुझेँ होइन। त्यहाँनिर चाहिँ अलिकति कस्टली जस्तो थियो। त्यसपछि चाहिँ म बाहिर निक्लिएर अनि त्यहाँनिरको सपहरू अरू भिजिट गरेँ। अनि त्यहाँबाट चाहिँ मैले एउटा यो फाइन्ड आउट गरेँ जुन चाहिँ बोयाको छ। देख्न सक्नुहुन्छ बोया मिनी जुन चाहिँ एकदमै सानो। अघि मैले भनिहालेँ यसको ट्रान्समिटर पनि बाइ द वे यत्रै छ। सेम यो जुन हाम्रो यो रिसिभरको साइज छ यही साइज जस्तो चाहिँ हाम्रो ट्रान्समिटरको पनि साइज छ। अनि ढिला नगरी म चाहिँ अझै भिडियोहरू चाहिँ तपाईँहरूलाई मजाले डिटेल तरिकाले देखाएर अनि भन्दै पनि गर्छु। आई होप यु अल गाइज लाइक माई भिडियो होइन। अब मन परिरहेको छ भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला, अरूलाई सेयर गरिदिनु होला। मैले चाहिँ खासमा मोटो ब्लगिङको लागि युज गर्नको लागि लिएर आएको हो। अनि त्यो हुँदाखेरि चाहिँ यो चाहिँ अब एकदमै हुन्छ नि, यो अब जहाँ राख्नु मन लाग्यो पनि ट्याक्क क्लिप अन गरेर युज गर्न मिल्ने टाइपको जस्तो भएकोले गर्दाखेरि चाहिँ मैले हिजो यो लिएर आएँ। अब यसको जोस् म त्यति धेरै फुल्ली त सेटिस्फाइड भएन, त्यही पनि 80% जति हुन्छ नि। अब मैले जुन मोटो ब्लगको लागि युज गर्नको लागि यो किनेको थिएँ त्यसको लागि चाहिँ 80% आई एम सेटिस्फाइड, 20% चाहिँ अलिक छुइनँ। आई एम क्वाइट इम्प्रेस्ड विथ इट। फर्स्ट इम्प्रेसन इज भेरी गुड। द माइक इज भेरी स्मल, लाइट वेट एन्ड इजी टु क्यारी। सो ब्लग गर्न, इन्टरभ्यू गर्न अरू मोबाइल रेकर्डिङ गर्नको लागि चाहिँ यो पर्फेक्ट छ गाइज। सेटअप पनि एकदम सिम्पल छ। प्लगइन गर्ने भनौँ न, प्लगइन गर्ने बित्तिकै रेडी हुन्छ। नो कम्प्लिकेटेड सेटिङ निडेड। साउन्ड क्वालिटीको कुरा गर्ने हो भने भोइस क्लियर र क्रिस्प सुनिन्छ। ब्याकग्राउन्ड नोइज त्यस पनि धेरै क्याप्चर गर्दैन। सो आउटडोर रेकर्डिङको लागि चाहिँ धेरै राम्रो एक्सपिरियन्स भयो मेरो लागि। यसको जुन यो यहाँ देख्न सक्नुहुन्छ यसको यो एनआर लेखेको जुन छ नि, यो भनेको चाहिँ नोइज रिडक्सनको बटन हो। अनि योबाट चाहिँ तपाईँले आफ्नो नोइज रिडक्सन चाहिँ 3 लेभलसम्म, यो चाहिँ मैले लेभल 3 मै राखेको छु। जुनमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो ग्रिन ब्लिङ्क गरेर बसिरहेको छ। यसले गर्दाखेरि चाहिँ हाम्रो नोइज सकेसम्म यसले चाहिँ कन्ट्रोल गर्ने काम गर्छ। यहाँ क्लिक गरेँ भनेदेखि देख्न सक्नुहुन्छ यो ब्लू बल्यो। त्यहीसँग मैले एक फेरि क्लिक गरेँ भनेदेखि ग्रिन बल्यो। अझै एक क्लिक गरेँ भनेदेखि चाहिँ यो चाहिँ लेभल 3 मा गयो। अनि यसरी चाहिँ यसको लेभल बढाउन मिल्छ जसले चाहिँ हाम्रो मेन रोल खेलिरहेको हुन्छ यसले। अनि त्यही साथसाथै चाहिँ यसको डिसएडभान्टेज भन्नुपर्दाखेरि चाहिँ यसको जुन यो लिमिटेड रेन्ज छ यो चाहिँ हामीले म्याक्सिमम अब यसले क्लेम गरेको अनुसारले चाहिँ 100 मिटरसम्म मात्र पर राखेर, यो चाहिँ जति हामीले पर राख्दै गयौँ त्यही अनुसारले हाम्रो अब क्वालिटी भनौँ न, हाम्रो भिडियोमा चाहिँ साउन्ड 100 मिटरसम्मको चाहिँ यसले दिएको छ। त्यही सँगसँगै यसको ब्याट्री लाइफ पनि भनौँ न बिट क्वाइट हाम्रो लागि चाहिँ ठिक हो, तर अलि मजाले काम गर्ने मान्छेहरूको लागि चाहिँ अलिकति युज नहुन सक्छ यो माइक। तर मेरो केसमा चाहिँ इट्स लभली होइन। अनि इट्स बिङ अ ग्रेट। यसले चाहिँ राम्रो रोल खेलिरहेको छ। अनि त्यही हो गाइज, धेरै हल्लाखल्ला भएको ठाउँमा चाहिँ अलिकति ब्याकग्राउन्ड नोइज सुनिन सकिन्छ किनकि इट्स नट अ क्वाइट हेभी रेन्ज माइक होइन। यो चाहिँ अलिक त्यस्तो धेरै महँगो क्वालिटीको त होइन। अनि यसको बिल्ड क्वालिटी त्यो पनि सम चिपर भर्जन फिल प्लास्टिक एन्ड लेस ड्युरेबल, जुन चाहिँ सस्तो मोडलहरूको प्लास्टिक जस्तो र कम टिकाउ हुनसक्छ। अनि त्यही हो यसको एडभान्टेज र डिसएडभान्टेज भनेको। सो गाइज दिस मच ओन्ली फर टुडे। आई होप यु अल गाइज इन्जोयड माई भिडियो। अनि के कस्तो लाग्यो हजुरहरूलाई मैले दिएको यो माइकको बारेमा रिभ्यू, त्यो पनि कमेन्ट सेक्सनमा अवश्य लेख्नु होला। अनि एफोर्ड गर्न सक्नु बाई द वे दिस माइक इज पर्फेक्ट इन दिस बजेट सेक्सन। जुनमा चाहिँ हुन्छ नि, मैले जुन बजेट हजुरहरूलाई अगाडि भने त्यो बजेटभित्र चाहिँ हजुरहरूले लिन सक्नुहुन्छ भनेदेखि चाहिँ अरू माइकहरूमा जानुभन्दा पहिला चाहिँ एकपल्ट यो माइक अवश्य हेर्नु होला, हजुरहरूलाई मन पनि पर्नेछ। यति भन्दै म आजको भिडियो यहीँ इन्ड गर्छु। हस्त नमस्ते सबैजनालाई, गुड बाई, टाटा, टेक केयर, जय देश जय नेपाल।